नेपालमा कानुन खोकलो छ, सबैलाई थाहा छ। अबका अहिलेका मन्त्रीहरू चेन्ज हुनुभयो, पुराना चेन्ज भए, नयाँ बस्नुभएको छ। मन्त्रीहरू चेन्ज, प्रधानमन्त्री, गृहमन्त्री, होइन, सम्पूर्ण मान्छेहरू चेन्ज भएका छन्। उसरी यङ्गेस्ट छन्, एजुकेटेड छन्, अनि कतिपय तिनी मिनिस्टरहरू अथवा तिनी पदाधिकारीहरू यतिसम्म कि यिनीहरू विदेशसम्म पढेर आएका छन्, एजुकेटेड, राम्रो एजुकेटेड छन्। सायद मलाई लाग्छ अबका अपकमिङ डेमा, आउने दिनहरूमा हाम्रो नेपालमा राम्रो होस् के, राम्रो कानुन विषयमा यस्तो होस् कि एकदम खतरै होस्, एकदम मतलब पुलिसको नाम लिन बित्तिकै नै यसो गर्नु भएन। हेर्नुहोस्, हाम्रो नेपालमा कानुन कमजोर हुनाले घुसखोरी भए, अनि दलितको कुरा नसुन्ने, अनि प्लस अर्को कुरा तपाईको कमजोर व्यक्ति छ भने उसको कुरा नसुन्ने, होइन। कानुन सबैलाई एउटै हुनुपर्छ, चाहे गरिबलाई होस् चाहे धनीलाई होस्, कानुन एउटै हुनुपर्छ क्या। हत्या, हिंसा, बलात्कार, चोरी, रेप केस धेरै हुन थाले, अनि धेरै भइरहेका छन्। यस्तो प्रे गरौँ कि जस्तै मन्त्री परिषदहरूको चेन्ज भए, त्यो सँगसँगै तिनी न्युजहरू नदबुन्। न्युज जुन अपकमिङ डेमा जुन हत्या, हिंसा, बलात्कार, चोरी, ठगी अनि रेपिस्ट हुन्छ, तिनीहरू बाहिर लिक नहोस् भन्नको निम्ति तिनी त्यही भित्र नदब्यौँ, आउन्, तर हुँदै नहुन् यस्तो कानुन बनाउनुपर्छ नेपालमा। मैले एउटा फाँसीको सजा, इन्डियामा पनि छैन फाँसीको सजा, तर त्यहाँ इन्डियाको महाराष्ट्र पुणे भन्ने ठाउँमा है, उहाँको कुनै ठुलो आइजिपी को हुन्, उनले दिएका हुन् क्या यो कुरा। 3 वर्षसम्म तिनीहरूलाई यताउति दबाउँदै 3 जना थिए, रेपिस्टहरू 3 जना थिए, तर तिनी आइजिपीले फाँसी दिएका हुन्। फाँसी होइन हो। त्यसपछि त्यो ठाउँमा रेपिस्ट, एकदम रेपिस्ट मतलब क्रिमिनल, त्यो रेपिस्ट गर्ने कुनै आँट गर्न थालेनन् के महाराष्ट्रको पुनामा। अहिले भयो भने पनि ती कुराहरू या त दब्छन्, बाहिर निस्किँदैन, मतलब रेपिस्ट हुँदैन, भयो भने त्यहाँसम्म पुग्यो भने त्यहाँको व्यक्तिले, त्यहाँको जुन आइजिपी, जो डिआइजी को त थिए है, म नाम ठ्याक्कै भुलेँ, आजभन्दा लगभग 8 वर्ष अगाडिको कुरा हो, 7-8 वर्ष, यस्तै समथिङ भयो होला, 5 देखि 8 वर्ष यसो भयो होला। त्यस्तो हुन्थ्यो क्या। नेपालमा पनि त्यस्तै व्यक्ति जन्मिनुपर्छ। रेपिस्टहरूलाई र हत्या हिंसा गर्नेहरूलाई, हत्यालाई र रेपिस्टलाई त अलमोस्ट फाँसी नै हुनुपर्छ कि, त्यसलाई नेसेसरी फाँसी नै हो। नेपालमा यो कानुन तय होस्, फाँसी होस्, ताकि रेपिस्टहरूलाई कानुन कुरा दुइटैको पक्षबाट सुन्ने, के हो कसो हो सुनिने। यसो नै कि त्यो रेपिस्ट 10 जनाले भन्दैमा त्यो रेपिस्ट हो भन्ने होइन, तर के थाहा तिनी 10 जना त्यहाँका व्यक्तिहरू त्यसैका केही दुश्मनी थिए कि त्यसैसँगको रिसिभीले पो मोलिरहेछन् कि। त्यसो नहोस्, कुनै तेस्रो व्यक्तिले मारेको होस्, रेप गरेको होस्, त्यसो नहोस्। कुरा सबैको सुनियोस्, तर रेपिस्टलाई 100% फाँसीको सजाय हुनुपर्छ कि।
अहिले नेपालमा हत्या, हिंसा, बलात्कार, चोरी अनि रेपिस्ट त मतलब यति बढेका छन्, कुरै छोडौँ। पहिलो कुरा नेपालमा कुनै जब छैन। जब छैन अनि त्यसपछि तिनीहरूका दिमागमा एउटै मेन्टालिटी घुमिरहन्छ, मोबाइलमा हेऱ्यो या पोर्नोग्राफी भयो, जुन कि कुनै पनि होस्, दिमाग ह्याङ, गाँजा, चरेस, यो लागु औषधिमा जुन लागु औषधको सेवन गर्छन् ती व्यक्तिहरूलाई सजा होस्, ती व्यक्तिहरूलाई, लागु औषधको व्यक्तिहरूलाई पनि सजा होस् कि नै यो लागु औषधको धन्दा गर्छ या लागु औषध गर्छ, गाँजा, चरेस, अफिन, whatever, ड्रग्स दुनियाँदारी, तिनी व्यक्तिहरूलाई पनि सजा होस् कि सजा यस्तो होस् नि। यार मैले सुनेको छु, मैले देखेको पनि छु, ती व्यक्तिहरू खुलेआम हेर्छन्, खुलेआम हिँड्छन् ड्रग्स तानेर अनि गाँजा साँझा तानेर, तर पुलिसवाला एकदम केही गर्दैनन् यार। त्यसले के हुन्छ थाहा छ? मान्छेको मेन्टालिटी, त्यसका पछाडिका जुन भाइहरू छन् नि, जुन टिन एजका, जुन यङ्गेस्ट, तिनी 13-14 सालका बच्चाहरू छन्, तिनीहरूमा त्यही किसिमको भावना जाग्छ र त्यही किसिमको त्यही लाइनतिर जान्छन्। ओ यार त्यो दाइको त रमाइलो जिन्दगी रहेछ, त्यो दाइ त यस्तो, त्यो डन हो, यो हो, त्यो यस्तो नै, यो सोच्दैनन् तिनी बच्चाहरूले बिन्दास तरिकाले घुमेछ, खाइरहेछ, ऐस गरेछ भन्ने सोच्छन्। त्यस्ता व्यक्तिहरूलाई पनि हाल्नुपर्छ क्या जेल, सोझै। त्यस्ता व्यक्तिहरूलाई पनि किन हाल्नुपर्छ थाहा छ? तिनीहरूले जथाभावी यस्तो तरिकाले कि लागु औषधको सेवन गरेर हिँड्यो, यताउति गर्यो भने त्यस्ता व्यक्तिहरूलाई हाल्नु जरुरी हुन्छ, ताकि पछाडिका जुन व्यक्तिहरूले छन् नि, उनी व्यक्तिहरूले यो आँट नगरून् कि यार लागु औषध गाँजा साँझा तानेर यताउति हो, त्यही धुतमा छ नि, त्यही धुतमा अन्याय अत्याचार गर्ने, त्यही धुतमा नसामा धुत हुन्छन्, रेप गरिदिन्छन्, कसैको चोरी या कसैको दुनियाँदारी, मतलब कुनै न कुनै मेन्टालिटी तिनीहरूको दिमागमा केही न केही त जाग्छ क्या। अनि त्यसपछि नसामा गरेको हो भन्ने हुन्छ। यस्तो प्रति नेपालले यस्तो कानुन ल्याओस् नि, धेरै राम्रो कानुन ल्याओस्। अहिले सरकार चेन्ज भएको छ, चेन्ज होस् अनि राम्रो कानुन आओस्। अनि अहिलेसम्मका जति पनि यिनी रिसेन्टली कहाँको रोल्पाको रेप भयो, अनि यस्ता रेपिस्टहरू धेरै छन्, तिनीहरूलाई फाँसी होस् भन्ने व्यक्तिहरू कमेन्ट गर्नु होला, अनि ह्यासट्याग दिनु होला फाँसी होस्, यस्ता व्यक्तिहरूलाई फाँसी होस् भनेर ह्यासट्याग सिधै फेसबुकमा अथवा ट्विटर गर्दाखेरि ह्यासट्याग दिनु होला कि यस्ता व्यक्तिहरूलाई काम छैन क्या, यस्ता व्यक्तिहरूको, रेपिस्टहरूको काम छैन। अनि कानुन यस्तो बनाओस् आउने दिनहरूमा धेरै राम्रो। र कुनै फर इक्जाम्पल मानौँ कि हामी कुनै फङ्सन गरिरहेको छौँ अथवा कुनै केही गरिरहेको छौँ, त्यहाँ गुन्डागर्दीको साह्रो डर लाग्छ क्या। त्यो मेरै ठाउँमा होइन, चाहे कुनै पनि ठाउँमा होस् नै, यहाँ यस्ता व्यक्तिहरू छन् अथवा दिदीबहिनी छन् भनेपछि यो साइडमा भरे नजानु, यो बेलामा नजानु भन्ने हुन्छ नि एउटा तिनीहरूको दिमागमा बसेको। त्यसो नहोस् कि कानुन यस्तो बनाओस् नि, तिनी हत्यारा र तिनी रेपिस्टहरूलाई फाँसी दिँदै गयो भने तिनीहरूको मुटु कामोस् कि यस्तो नियम बनाओस् नि। यसको निम्ति तपाईहरू ह्यासट्याग दिनु होला।